ल अङ्कल हाँस कतिवटा छ हाँस कतिवटा छ अङ्कल अरे यता खिच्ने ल धपायो उतादेखि धपायो दुवारे पुग्ने मारातोस ल पौडी त राम्रोसँग खेल्ने रहेछ है ए हाम्रो आकाश अङ्कलले हाँस पाल्नु भएको रहेछ यी 200वटा छ 400-500वटा छ भन्नुहुन्छ अब अन्डा दिने बेला भइसकेछ अरे यसको दाना चाहिँ के हाल्नुहुन्छ अङ्कल दाना हो ल हाम्रो हाँस पाल्ने अङ्कल चाहिँ यो है भाग्यो है कति ठुल्ठुलो हाँस भइसकेको छ पहिला त कति सानो थिए चार 2 मिनट पनि भएको छैन 2 मिनट पनि भएको छैन 4 मिनेटको सेन्ड गर्नु सजिलो हुन्छ क्या सेन्ड गर्नु ल है गजब राम्रोसँग ननेर चाहिँ आमा हो अझै ठुलो सानो पोखरी भएछ के ठुलो पोखरी भएपछि एकदम मजासँग पौडी खेल्थ्यो यो हाँसको पोखरी हो हाम्रो यो आकाश अङ्कलले बनाएको है कस्तो मजासँग पौडी खेल्ने रहेछन् यो मालिक हो यो आकाश अङ्कल हाँसको मालिक अब यता करेला पनि फलाउनु भएको छ यी करेला लौकाहरू पनि रोप्नु भएको रहेछ यी हाँस खेती गर्नु तरकारी खेती गर्नु भएको छ हाँस पाल्नु भएको छ धेरै छ